सो हेलो गाइज, वेलकम टू माई न्यू भिडियो। आज हामीले फेरि तपाईहरुको लागि हामीले नयाँ भिडियो लिएर आइसकेका छौं र भिडियो रहेको छ हाम्रो फ्रुटी च्यालेन्ज र हामीले आज फ्रुटी च्यालेन्ज लिएर आएका छौं। कसले 1 मिनेटको टाइममा कतिवटा फ्रुटी खानेछ भनेर हामी तपाईहरुको माझमा देखाउने छौं र हाम्रो भिडियोहरु अन्तिमसम्म हेरेर साथ दिनु होला। र हाम्रो भिडियो हेर्नुभन्दा पहिले तपाईहरुले हाम्रो भिडियोलाई लाइक, शेयर, सब्स्क्राइब गरेर छिटो भन्दा छिटो 1000 सब्स्क्राइबर कम्प्लिट गरिदिनु होला भन्न चाहन्छु र धेरै भन्दा धेरै माया दिनु होला। हाम्रो भिडियोलाई दबाएर शेयर गरिदिनु होला प्लिज गाइज। हाम्रो लागि यति गरिदिनु सक्नुहुन्छ। हामी यस्तो तपाईहरुको लागि नयाँ भिडियोहरु लिएर आइरहेको हुन्छौं दिनदिनै। र हाम्रो भिडियोलाई शेयर गरेर र हाम्रो भिडियोलाई सब्स्क्राइब गरेर हाम्रो च्यानललाई छिटो भन्दा छिटो 1000 सब्स्क्राइब कम्प्लिट गरिदिनु होला। र हामी चाहिँ अब दुईजना चाहिँ हामी फ्रुटी च्यालेन्ज चाहिँ हामी गर्न गइरहेका छौँ। जसले चाहिँ फ्रुटी च्यालेन्ज गरेर जसले जित्छ त्यसले विनर हुन्छ। त्यसले चाहिँ हामी फिक्स प्राइस राखेका छौँ। पैसा हामी चाहिँ एउटै राखेको छौँ। जसले चाहिँ हार्छ जसले चाहिँ ये के बोले भाई? अब के बोले? लोजर हुन्छ त्यसले चाहिँ हामी पैसा राखेको छौँ। अनि चाहिँ जित्ने चाहिँ विनर चाहिँ हामीले पैसा राखेको छौँ लगाइ। हामी चाहिँ अब भिडियो चाहिँ स्टार्ट गर्दैछौँ। स्टार्ट गर्नुभन्दा पहिले तपाईँ हाम्रो भिडियोलाई चाहिँ धेरैभन्दा धेरै माया गरिदिनु होला। अनि चाहिँ भिडियो चाहिँ सबैको माझमा चाहिँ पुर्याइदिन तपाईँहरूले चाहिँ अनुरोध गर्दछौँ। चलो लेट्स स्टार्ट। चलो अब हामी चाहिँ टाइमर लगाउनेछौँ। चलो टाइमर लगाऊ। र हामी भिडियो स्टार्ट गर्नुभन्दा पहिले तपाईले भन्ने छ जो लुजर हुन्छ जसले हाल्छ त्यसको लागि हामी खुर्सानी राखेको छौं। त्यसलाई पनिशमेन्टको लागि जसले जित्छ जो विनर हुन्छ त्यसको लागि चाहिँ हामी 1000 रुपैयाँ प्राइज राखेका छौं। जोर से बोल के लोगों को स्कीमें बता दे। र भिडियो स्टार्ट गर्ने छौं। लेट्स सी गाइस। यो भिडियो चाहिँ म जित्छु पक्का। ल तपाईले म जित्छु ल। यसलाई म 10 रुपैयाँ हराएर छोड्छु ल। हेर्दै जान्छु ल। हेर्नुस् ल गाइस। ओके चलिए शुरू करते हैं। र हामी अब च्यालेन्ज गर्न जाँदै छौं। पैसा अगाडि राखेका छौं हामीले र खुर्सानी पनि अगाडि राखेको छ ल। अगाडि पनि छ। त्यसपछि हाम्रो चाहिँ यो फ्रुटी छ। हामी सबैभन्दा पहिले ल कल गर्न तयारी गर्ने। ल सबैभन्दा पहिले चाहिँ ल टाइमर लगाउने छ हामी। मलाई सेट गरेर चाहिँ त्यसपछि टाइमर फिट गरेर त्यसपछि तपाईहरु चाहिँ हामी देखाउने छौँ ल। 2 4 6 8 राखेको छु ल। लेट्स सी गाइस। र हामी अब यसलाई म फ्रुटी सबैभन्दा पहिला मैले 6वटा राख्न चाहन्छु। 8वटा राख्छु। कहिले खाने रहेछ 8वटा आउँदै खान यदि दिनु सक्छ पर्दैन ल। र हामी टाइमर स्टार्ट गर्ने छौं। ओके टाइमर एक मिनेटमा पनि खाइसकेको छ। हेर्नु होला। हामी 1 2 3 4 स्टार्ट। भइरहेको छ। पनि खिचिरहेको छ। सुन्नुहुन्छ टाइम 8 सेकेन्ड भइसक्यो। 8 सेकेन्ड भइसक्यो। चेक गर्छु पनि यहाँ 6 बजेछ है। अरू यहाँ सक्ने पनि आएको निली पुरा बोलिरहेको 27 सेकेन्ड गइसक्यो। ल भाइ आइरहेको छ है। ल सकिसकेको छ एउटा। त्यसमा पनि छ है। तल खानु पर्यो है। त्यहाँ माइन रेडी मान हुँदैन पनि। 30 सेकेन्ड गइसक्यो। 40 सेकेन्ड गइसक्यो। र 40 सेकेन्डमा कतिवटा सकेको छ। यो पुरै छ यहाँ। यो सकेको छ। त्यो दुईटा सकेको छ। यो पनि यसमा पनि छ। अलरेडी 53 सेकेन्ड
55 सेकेन्ड 56 सेकेन्ड ल 56 सेकेन्ड ल 3 4 5 वटा 5 भइसक्यो 5 वटा मात्रै भयो र त्यसले 1 मिनेटको भित्रमा 5 वटा मात्रै खाइसक्यो र अब म कति खान्छु गाइस जित्ने त मलाई धेरै आश छ तिमी अच्छा तपाईँले हेर्न सक्नुहुन्छ हामीले टाइमर लगाइसकेका थियौँ र उसले खाइसक्यो जम्मा 1 मिनेटको भित्रमा यसले 5 वटा मात्रै खाएर सक्यो र अब म चाहिँ कति खान सक्छु र तपाईँहरूले हेर्न सक्नुहुन्छ र म बस्नेछु अब र गाइस यसले खाइसक्यो र अब मेरो पालो छ र म कति खाने छु हेर्दा 5 वटा खाइसक्यो गाइस र म यसले 6 वटा खाएर म विनर भएर देखाइदिन्छु तपाईँले हेर्नुहोस् ल बसेर टाइम स्टार्ट गर्नेछु बसेर खानेछु गाइस 1 2 3 गो टाइम स्टार्ट भइसकेको छ यो गेममा विनर चाहिँ म हुन्छु जस्तो लाग्छ तर चाहिँ टाइम लेख्न सक्नुहुन्छ यहाँ यहाँ चाहिँ बोल्नु भएको छ यहाँ चाहिँ अलि पेट भइसकेको छ हामी एउटा फुर्पी खाएर 55 56 57 58 59 60 जम्मा यहाँ चाहिँ मैले एउटा 4 वटा खाइसक्नु भएको छ है यहाँ चाहिँ चाहिँ मैले जितिसकेको छु र हाम्रो प्राइज चाहिँ विनर प्राइज यो पैसा यहाँको लागि चाहिँ खुर्सानी खाने गरेर यहाँ चाहिँ खुर्सानी खानु पर्ने भयो खुर्सानी खानु पर्ने भयो बस विनर प्राइज अब मैले मस्ती खान सकिनँ के गर्ने यहाँ 4 वटा मात्रै खाएँ यसले 5 वटा खायो म अन्डा एउटा यसले धेरै खाऊ अब रुल अनुसार अब यसले प्राइज दिनै पर्यो विनर प्राइज 1000 रुपियाँ त राख्ने क्या हामीले ल तेरो विनर प्राइज अब पैसा ही पैसा होगा लगाइयो अब म लुजर भएँ अब मैले हारिसके पछाडि अब हाम्रो च्यालेन्जको अनुसार फेरि अब रेगुलेसन रुल अनुसार अब खानै पर्यो र तपाईँले हेर्न सक्नुहुन्छ अब यो खोर्सानी खाना कति पिरो हुनेछ अब तपाईँले पानी पिउनुपर्छ कि नै भन्नुहोस् मलाई पानी चाहिएन अहिले म खान मन लाग्यो नि रोटी खाइदिनु खोर्सानी चाहिँ म बोल्दै भाले हालेँ ल खुर्सानी चाहिँ खानुपर्ने भयो यहाँ सबै खाने हो सबै खाने ड्युटी खाने हुन्छ तपाईँले सबै खानुहोस् पनि खाइदिँदैछु म अनि भिडियोलाई धेरैभन्दा धेरै सब्सक्राइब गरिदिनु होला है यो भिडियो चाहिँ तपाईँले चाहिँ सुरुदेखि जसरी हेरिरहनु भएको छ अन्तिमसम्म हेरेर तपाईँ चाहिँ साथ दिनुभयो म आशा गर्दछु तपाईँले भिडियो हेरिसक्नु भएको छ र यो भिडियो चाहिँ तपाईँ चाहिँ यहाँको रियाक्सन चाहिँ यस्तो भइसक्यो खुर्सानी खाएर यहाँ चाहिँ पुरा ठिक छ A few moments later. So hello guys, हामीले च्यालेन्ज गरेर पनि सकिसक्यो र मैले लुजर भएर मैले खुर्सानी खाएँ र यसलाई चाहिँ विनर भएर प्राइज पनि पाइसक्यो र हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँले धेरै धेरै थ्याङ्क यू सो मच र यस्तै भिडियोहरू अझै पनि हामीले आइरहनेछ हाम्रो क्रेजी एक्सपेरिमेन्ट च्यानलमा र तल रहेको सब्सक्राइबको बटनलाई चाहिँ धेरैभन्दा धेरै सब्सक्राइब गरिदिनु होला र हाम्रो छिटोभन्दा छिटो हाम्रो च्यानललाई 1K सब्सक्राइब यानि कि 1000 सब्सक्राइब छिटोभन्दा छिटो कम्प्लिट गरिदिनु होला र जति पनि जो भिडियो हेर्ने हुनुहुन्छ उहाँहरूले चाहिँ हाम्रो भिडियोलाई सब्सक्राइब गरिदिनु होला र हाम्रो आफ्नो फेसबुक पेजमा सेयर पनि गरिदिनु होला धन्यवाद।
ल हामी चाहिँ अब फेरि अर्को फेर हामी चाहिँ यस्तो नयाँ नयाँ भिडियो ल्याउनको निम्ति तपाईँहरू चाहिँ हामीले धेरैभन्दा धेरै साथ दिनुभएको होस्। यसरी नयाँ भिडियो आइरहनेछ। तपाईँले युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला। सब्सक्राइब गर्नुभयो भने चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको यो सब्सक्राइब भयो भने चाहिँ तपाईँको यो हाम्रो भिडियो हाल्दाखेरि चाहिँ नोटिफिकेसन चाहिँ तपाईँको सबैभन्दा पहिले चाहिँ तपाईँले पाउनुहुनेछ र तपाईँले सबैभन्दा पहिले तपाईँले हेर्न पाउनुहुनेछ। र फेरि हामी यो नयाँ भिडियो चाहिँ सुरुदेखि तपाईँले जसरी हेर्नु त्यसले त जस्तो मनोरञ्जन लागेको छ तपाईँले जस्तो भएको छ तपाईँहरू चाहिँ भिडियो चाहिँ त्यति नै सब्सक्राइबर फेसबुक पेजमा चाहिँ तपाईँहरूलाई सेयर गरिदिनु भएको होस् र धेरैभन्दा धेरै माया गरिदिनु भएको होस् भन्ने म आशा गर्दछु। ल ओके, थ्याङ्क यू, बाई बाई, फिटनेस हो। Love you all. See you again next video. आज के लिए सिर्फ इतना ही। अगर तुम्हें भी इस वैलेंटाइन लड़की चाहिए तो लाइक मारो, और अगर तुम लोग नए हो तो सब्सक्राइब करो। वो जो लाल वाला बटन है उस पर जितनी हवस निकालनी है उतनी हवस निकालो, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी चाह रहा हूं यार कुछ उखाड़ लें यार, जिंदगी में कुछ कर ले हैं।